थियो तर अब इन्डियामा बसियो हजुरबाउले आएर हजुरबाउले आएर कताबाट आएको हो तपाईँ? म डाम तुलसी पुल हो कि मेरो घर ए अब के हो अहिले त नेपाली रहेछ बाबु नेपालीबाट हामी कोही फरकै छैन त। मैले पनि त यहाँको भाषा बुझ्छ भन्नु पनि आउँछ अब त्यो त कुरा भएको पैसाको पनि कुरा भएको अनि भोलिको कुरा अहिले के गर्ने हो भोलि होइन फोन किन गर्ने भोलि तपाईँले चिट आना हो कि अरे छिटो अनि 9 बजे आउने हो आज आयो नहीं आया था मालिक ल पाइते ल्याए था आज कल गाडीमा आयो ठीक छ ल ठीक छ अनि म के भनिरहेको छु भोलि बिहानतिर त्यहाँ माथि एङ्गल लगाउने त्यो माथितिर तिनीहरूले त त्यहाँको त्यो गड्डा बनाएर त्यो बन्द गरिदियो भने कसैले अब तपाईँ मालिक साथै बस्नुपर्ने त्यही हो भोलि बिहान म सरले पनि भनिदिनु तिनीहरूले पनि आएर पहिला अनि त्यहाँको भयो भनेर अगाडि पहिला गर्ने पर्यो फेरि के गर्ने जहाँ कट्टा गर्दै लाग्ने एकजनाले माटो निकाल्दै हो त्यो हो अनि गड्डा बन्द गरेका जहाँ गड्डा पहिला हो नि त्यहाँ पुऱ्याइदिने हो त्यसपछि यहाँको ल्याउनु अनि तिनीहरूले फेरि त्यहाँ पनि बन्द गर्ने हो भने के गर्नु सकिन्छ त्यो बन्द गर्ने अब त्यहाँ पनि फेरि खोलाउने त के गर्ने हो पहिला त्यहाँको बन्द तिनीहरूले चाहिँ बन्द हो भने बन्दै राखिदिने त्यहाँको खोलाइदिने हो अहिले तपाईँ बात गरिराख्ने त्यहाँ बात गरेर हामीलाई क्लियर फोन गरेर राखेको त कतिजना मान्छे त्यहाँ हामी आउँछौँ 4 जना आउने हो अनि भोलि त खत्तम गर्ने हो आज त तिनीहरूको सामानको पनि दिएर भयो भोलि त 12 1 बजे लाग्छ बोल त खत्म भइहाल्छ बोल त खत्म भइहाल्छ भोलि रात खत्तम गर्ने है 1 बजे हामी तिनजना भयो कि अब एकजना अर्को बनायो भयो है ल हुन्छ त है त्यो बन्द गर भाइ के गरिरहेको छ यिनीहरूले भिडियो बनाइरहेको छ नि त हाम्रो यहाँ